काच्चै राजमा ग्वाममा खानु भएको छ कहिले खानु पनि हुँदैन है गाइस। आज चाहिँ म बिना तेलको राजमा कसरी बनाउने भनेर सिकाउँछु। सुरुमा जिरा हाले, त्यसपछि प्याज हालेर रातो हुने गरी भुटे, अनि त्यसपछि मसलाहरू हालेर एकदमै मजाले चलाइदिने। मिक्स 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 गरिसकेपछि चाहिँ मजाले अलिकति पानी हालिदिने, त्यो नडरियोस् भनेर मसला। अनि त्यसपछि अलिकति बफ्याएपछि चाहिँ यतिको भइसकेपछि त्यो टमाटरको प्युरी पनि मजाले टुइया गरेर हालिदिनु पर्ने हुन्छ। अनि त्यसपछि चलाउनु पर्ने हुन्छ। एन्ड फाइनली त्यसपछि नुन अनुसारले स्वाद पनि हालिदिनु पर्ने हुन्छ। अनि त्यसपछि मजाले भिजाएको त्यो राजमालाई पनि मजाले हालिदिनु पर्ने हुन्छ। अनि त्यसपछि चाहिँ हजुरहरूले त्यही फेरि मिक्स 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 चलाउने चलाउने चलाउने। अनि त्यसपछि त तपाईँहरूले सिटी लगाइदिनु पर्ने हुन्छ। मजाले पानी चाहिँ हाल्नु होला। अनि त्यसपछि सिटी लगाइसकेपछि चाहिँ यस्तो देखिन्छ। अनि त्यसलाई चाहिँ मेचर मेचर गरेर निचारिदिनु पर्ने हुन्छ क्या, अलिकति ग्रेभी फर्ममा ल्याउनको लागि। एन्ड ट्रस्ट मी गाइज, टेस्ट गर्दाखेरि त ओ माई गड, बिना तेलको राजमा चाहिँ एकदम अन टप थियो क्या। हजुरहरूलाई पनि अलिकति हेल्दी खानु मन छ भने चाहिँ यो रेसिपी पक्कै पनि फलो गर्नु होला।